गुड मर्निङ सबैजनालाई है। कालिम्पोङ बजार बिहानखेरि हेर्नुहोस् दामी देख्दो रहेछ, अचम्मै दामी देख्दो रहेछ। यहाँबाट चाहिँ भाइले चाहिँ है लुङ्दर ठोकिसक्यो। म चाहिँ यहाँ चिया खाँदैछु। यसले तान्दा कुन पानी तान्दा गरममा बिचार अन्त गरम त कस्तो छ भने नि गरम त अब के भन्नु, गरम चाहिँ बिहानै हपअप हुँदैछ अहिले यहाँ है कालिम्पोङ। अहिले चाहिँ हामी गुम्बामा आइरहेको छौँ है। यहाँ दर्शनको लागि आएको है। यहाँनिर उहिलेको अब गुम्बा रहेछ, फर्स्टमा बनिएको। भित्र बस्ने छौँ हामी। गुम्बाभित्र चाहिँ है यहाँ देख्नुहुन्छ, तपाईँले पनि दर्शन गर्नुहोस् है। एकदम यो चाहिँ पुरानो गुम्बा अरे, जो पहिला दलाई लामा पनि अब उहाँले नै अब बनाउनु भएको अरे, बन्नुहुँदैछ है। यहाँ सबैजना दर्शन गर्नुहुँदैछ। यहाँभित्र चाहिँ यसो है दर्शन गर्नुहोस् तपाईँहरूले मजाले, तपाईँले पनि देख्न सक्नुहुन्छ है। तर कुहरू यसरी रहेछन् यहाँ। हामी पनि फर्स्ट टाइम आएको यहाँनिर है। पहिला चाहिँ यहाँनिर गुम्बा चाहिँ ढुङ्गाको थियो अरे भन्नेमा सुनिन्न आइँदैछ होइन। है पहिला तिब्बतबाटै आएको है। यो टिबेटबाट आएर चाहिँ फर्स्ट टिबेटनहरूले बनाएको कालिम्पोङको गुम्बाहरू मात्रै भन्नु दार्जिलिङमा चाहिँ यही हो गुम्बा फर्स्ट भएर। पछिबाट रिनोभेट भयो, त्यो सानो थियो, अहिले चाहिँ पछिबाट रिनोभेट भयो, ठुलो भयो। एकदम पुरानो है गुम्बा रहेछ। अनि यहाँ चाहिँ चाँदी गरे हाम्रो अब लाभा भनिन्छ है। यो चाहिँ चाँदी गरे पुरानो एकदम यसरी राख्नु भएको रहेछ। दर्शनहरू गर्नुहोस् तपाईँहरू पनि है। हामीले पनि फोटोहरू खिच्नु हुँदैछ। यो चाहिँ हाम्रो है चौबे लामा, दलाई लामा, उहाँको ठी है। यहाँ चाहिँ उहाँ अब स्वयं बसेकै देख्दो रहेछ टाढोबाट चाहिँ है। छिमी देख्नुहुन्छ यहाँ भिडियोमा चाहिँ सानो देखिरहेको छ छिमी, तर यो चाहिँ अब हेर्नु भने चाहिँ एकदमै ठुलो छ। कङ्गिर है, थ्याङ्क यू। यहाँ चाहिँ रिम्बुछेको उहाँ रिम्बुछेको होइन, ए अच्छा उहाँ रिम्बुछेको चाहिँ उहाँ पहिलाको है सूचीहरू रहेछन्। हजुर ए हजुर, अहिलेको नयाँ आएको चाहिँ अवतार, उहाँको अहिलेको अवतार नयाँ रिम्बुछे चाहिँ अहिले यहाँनिर अलिक निकै ठुलो हुनुभएको छ। पहिला सानोमा नयाँ अवतार। अहिले गुम्बा उहाँको नाम लेख्नु भएको छैन नि है। यस्तो रहेछ नि है। परबाट त दलाई लामा स्वयं बस्नु भएको चाहिँ देख्दो रहेछ। अच्छा माथिपट्टि चाहिँ छ पुरानो गुम्बा क्या। हजुर अरू देवताहरू के छ माथिबाट जान्छ उनीहरूको जान्छ, त्यसपछि चराहरू खोल्दैन। अच्छा कुन चाहिँ अरे उहाँ चारजना उहाँ यहाँ देखिरहनु भएको छ है तपाईँले। उहाँ चाहिँ अब उहाँहरू चाहिँ एकदम गेटमा चाहिँ अब हरेक गुम्बामा चाहिँ होइन, हरेक गुम्बामा चाहिँ रखवाली सेक्रेटरी भनिदिउँ न है,
बडीगार्डको काम गर्ने उहाँहरू यहाँ भयो है। उहाँ दुईजना हुनुभयो अनि यहाँनिर दुईजना है। हाम्रो बौद्ध धर्ममा चाहिँ अब गुम्बातिर चाहिँ अब जहाँ पनि हुन्छ। अच्छा बाहिरपट्टि चाहिँ यहाँ यस्तो है देख्नुहुन्छ। अब फेरि हामी जाँदैछु है यतारि दर्शन गर्नु। जसले के छ भन्नुहुँदैछ है। हामी फर्स्ट टाइम आएको यहाँनिर, फर्स्ट टाइम आएको हामी जाँदैछौँ। तपाईँहरूलाई पनि देखाउने छु। यहाँबाट चाहिँ यस्तो देख्दो रहेछ गुम्बा, हेर्न सक्नुहुन्छ है मजाको। यहाँबाट चाहिँ फेरि कालिम्पोङ बजार अचम्मै दामी देख्दो रहेछ। यहाँ चाहिँ यस्तो रहेछ नै, यस्तो भा यसरी भए दामी देख्दो रहेछ। अहिले चाहिँ हामी है स्तूपपट्टि जाँदैछौँ हो। गुम्बाहरू दामी देख्छ। हजुर माथिको चाहिँ कुन चाहिँ गुम्बा भन्नुहोस्? ए माथिको है। हजुर हामीले परबाट हेर्दा चाहिँ सानो देखिरहेको थियो है। यहाँ आउँदा चाहिँ अब अचम्मै ठुलो रहेछ है। अन्त यहाँ चाहिँ हेर्नुहोस् न यस्तो रहेछ मामा। यस्तो अब शान्ति हुन्छ कि अब आउँदाखेरि के भन्नु अब है। यस्तो हुन्छ। अझ हामी यसो है कुरा गर्दै यताबाट हिँड्दैछौँ। यहाँनिर कुराहरू गर्दैछौँ हामी। अचम्मै अब है दर्शन पाइयो। पुरानो अब फर्स्ट अब हाम्रो दार्जिलिङहरू सबैमा होइन फर्स्ट गुम्बा चाहिँ यो पुरानो गुम्बा होइन, एकदमै पुरानो गुम्बा। गुम्बाको नाम चाहिँ थार्पा छोइलिङ गुम्बा रहेछ है नाम चाहिँ। यहाँनिर तपाईँ देख्नुहुन्छ है यस्तो दामी देखिरहेको छ। यहाँनिर साङ्गेको कुरोहरू है यस्तो मजाको। अब चाहिँ फेरि हामी है खोर्लोहरू घुमाउने कुरा गर्ने है एकपल्ट अब यहाँनिर मजाले। अन्त यो भिडियो हेर्ने है तपाईँहरू पनि हेर्नुहुन्छ, हेरेर पनि अब है तपाईँहरूलाई पनि राम्रो होस्, सबैलाई राम्रो होस् भन्न चाहन्छु। त्यही मार्ग मैले भिडियो बनाएको है। तपाईँहरू पनि दर्शन गर्नुहोस्। एकदम पुरानो गुम्बा हो है। यहाँनिर चाहिँ के भन्नुभयो भँगेरा है, गोड बनाएको रहेछ। यहाँ त सिन्कीभित्र चाहिँ के सिन्कीको मुखभित्र चाहिँ हेर्नुहोस् यहाँभित्र चाहिँ गोड बनाएको रहेछ यहाँनिर। परैले राम्रो जग्गा पास। अब चाहिँ हामी म्युजियम गएको है। तपाईँले देख्न सक्नुहुन्छ पछाडि म्युजियम रहेछ। अब त्यहाँनिर हामी जाने है। के हुन्छ अब भिडियो गर्न दियो भने तपाईँहरूलाई देखाउने छु है। ल हेर्नुहोस् है लाइब्रेरीहरू म्युजियमहरू है। अब भिडियो गर्नु पाउँछ कि पाउँदैन है गर्छु। यस्तो थियो भनेर देखाएको है। देख्नुहुन्छ है। भित्र जाँदैछु है, तपाईँलाई देखाउने छु के कस्तो हुन्छ है। भिडियो गर्नु पाउँदो रहेछ के हो? यहाँ त दोकानहरू रहेछ नि त। यहाँभित्र त्यस्तो रहेछ दोकान रहेछ। हामी चाहिँ जाँदैछौँ।
दोकान भन्दा पनि अब लसो त्यो दुःखको कुरा है भिडियो गर्नु चाहिँ दिएन हामीलाई भित्र म्युजियममा चाहिँ हो अब चाहिँ हामी यहाँबाट है निक्लिने घर जाने भित्र दिएन अब तपाईँहरू यहाँ चाहिँ हेर्नुहोस् है अघि मैले देखाएको छु अनि यहाँ चाहिँ दले लामाको गुम्बा हो यो चाहिँ है अब हामी यहाँबाट चाहिँ अब घर जाने है अच्छा यो हेर्नुहोस् है कराई हेर्नुहोस् है कराई यहाँ हामी जस्तो त है चारवटा हामी जस्तो त 4टा फ्राई हुन्छ अरे निक्लेको है के चाहिँ यहाँ चाहिँ देखाएको छ यहाँ लुगा छ ए हजुर यहाँ चाहिँ यहाँ देख्नुहुँदैछ नि यहाँ चाहिँ लुको पूजाहरू यसरी बनाउँछ हाम्रो बुद्धिस्टमा चाहिँ है यहाँनिर सानो कु पनि राखिरहेको रहेछ यस्तै प्रकारले है राम्रो भयो दर्शनहरू पायौँ अब कसले सेन फ्याँको यहाँ अच्छा हामी अब चाहिँ जाने यहाँबाट निक्लेको है तपाईँहरूले पनि दर्शन पाउनुभयो है चाहिँ है टिबेटनमा पनि लेखिदिएको छ गुम्बाको नाम चाहिँ यहाँ पर्नुहुन्छ गुम्बाको नाम अब चाहिँ हामी फर्केको अब खाना खाने गएर त्यहाँबाट चाहिँ घर जाने है बजारमा अलिअलि काम छ अब चाहिँ हामी घरतिर लागेको है होइन होला अब हामी घरमा जाने है सामानहरू हाल्दैछ फेरि ढ्याङ्ग्रो कहाँ हालिदेऊ मेरो हस् त बाई बाई फेरि भेटौँला अर्को भिडियोमा